हजुरहरूलाई लाँदैछु भागे झरना। हे एभ्रिवान, काठमाडौँबाट मात्र 3 घण्टाको राइडमा पुगिने रसुवा जिल्लामा अवस्थित भागे झरना। हजुरहरू पनि जाने सोचमा हुनुहुन्छ भने यो भिडियो हजुरहरूको लागि महत्त्वपूर्ण हुन सक्छ। अन्तिमसम्म हेर्नुहोला। सामाकोशी चोकबाट झोर हुँदै हामी अगाडि लाग्छौँ र बाटोमा देखिने विभिन्न ससाना झरना तथा बाटोमा देखिएका मनमोहक दृश्यहरूमा रमाउँदै हामी अगाडि बढ्छौँ र नुवाकोटमा अवस्थित बिदुर अनि बेत्रावती चोकबाट हामी लेफ्टतर्फ लाग्छौँ। पानी परेको कारणले गर्दा एकदमै ठुलो आएको थियो त्रिशुली नदी चाहिँ। यही त्रिशुली नदीको किनारै किनार हामी अगाडि बढ्नुपर्छ। यो त्रिशुली नदीको नयाँ पुलबाट केही किलोमिटर अगाडि लागेपछि आउँछ एउटा पावर हाउस स्टेसन, हाइड्रो पावर। एकदमै ठुलो छ र यो त्रिशुलीको नदीसँगै नै छ। यस पावर हाउस स्टेसनबाट हामी लाग्छौँ उकालो र यो उकालो लागेको केही बेरपछि हामी पुग्न सफल हुन्छौँ एकदमै मनमोहक र एकदम राम्रो झरना भागे झरनामा। यो झरनामा पुगेर हामीले केही समय यहाँ इन्जोय गर्छौँ, फोटो भिडियोहरू गर्छौँ। हेर्न सक्नुहुन्छ एकदमै ठुलो र एकदमै नै राम्रो देखिएको छ झरना चाहिँ। र यहाँ केही समय व्यतीत गरेपछि हामी खाना खाएर काठमाडौँतिर ब्याक आउँदै गर्दा बाटोमा भेटिने यो नेचुरल स्विमिङ पुलमा इन्जोय गर्दै र यस्तो अप्ठ्यारो बाटोबाट अर्को एउटा झरना छ भन्ने थाहा पाएर हामी त्यहाँ जाँदैछौँ। देख्न सक्नुहुन्छ यो झरना पनि एकदमै नै राम्रो छ र यो झरनामा केही बेर इन्जोय गरेपछि हामी आउँछौँ काठमाडौँ। हजुरहरूलाई अरू पनि यस्तै भिडियो हेर्न मन छ भने मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्न नबिर्सनु होला। थ्याङ्क यू।